यात्राको मिलन कार्यक्रममा छ। यो कार्यक्रमको विषयमा र उहाँको अनुभव बारेमा छोटो आफ्नो कुरा राखिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद सदस्य बैलडाँडा चौतारी क्लब जस्तै आज पनि हजुरहरूसँग बिहानीको पैदल यात्राको परिवार सदस्य हुन पाए त्यसको लागि हजुरहरूलाई हृदयदेखि धन्यवाद छ। हुन्छ त्यो अभियानले त्यो आफूलाई स्वस्थ बनाउने एउटा अभियान हो। त्यति बेला हाम्रो दिमागले ह्याप्पी हर्मोनहरू खुसीका सेरोटोनिन युफोरिन जस्ता राम्रा हर्मोनहरू निक्लिँदा साँच्चीकै मन नै आनन्दमय हुन्छ। दिमागले सृजनशील काम गर्न सक्छ र जब हामीले सृजनशील कामको सोचाइ आउँछ त्यसपछि आफ्नो लागि, आफ्नो छोराछोरीको लागि, आफ्नो परिवारको लागि र सम्पूर्ण समुदाय, सम्पूर्ण राष्ट्रको लागि र सम्पूर्ण मानव जातिको लागि हामीले राम्रो सोच्छौँ र त्यही राम्रो सोचाइको लागि आफू स्वस्थ हुनको लागि, मानसिक रूपमा स्वस्थ हुनको लागि, शारीरिक रूपमा स्वस्थ हुनको लागि, आध्यात्मिक रूपमा स्वस्थ हुनको लागि र सामाजिक रूपमा हेर्नु त सामाजिक रूपमा हजुरहरू विभिन्न ठाउँबाट आउनु भएको छ। यसले हामीलाई एउटा सोसल कनेक्टिभिटी बनायो। जसरी हाम्रो राष्ट्रिय गानमा सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेको छ, त्यही हाम्रो यो अभियान हो। सबैजनालाई पहिले स्वस्थ हुने, त्यसपछि सबैजनालाई एउटै राष्ट्रिय झन्डा मुनि एउटा मालामा उद्ने हाम्रो यो अभियान हो। यो अहिले देशभरि नै वाकाथुनको नाममा, जुम्बा डान्सको नाममा यो देशका विभिन्न भागमा सुरु भइसकेको छ र अहिले यो अभियान हाम्रो दाङबाट, हाम्रो प्युठानबाट सुरु भएको यो अभियान अहिले विश्वभरि नै चर्चाको विषय बनेको छ। कहाँ हुनुहुन्छ भनेर सोध्नु, मैले मेरो छोरी मसँगै छ, मेरो कक्षा 6मा पढ्छ मेरो छोरीले अहिले भने उहाँले मलाई यस्तै भाव दिनुभयो र अहिले चेन्ज भइसक्यो यो प्याटर्न। अब हामीले हाम्रो छोराछोरीलाई विदेशमा होइन, हाम्रो यो प्युठानमा, हाम्रै दाङमा सँगै राखौँ। उनीहरूलाई, छोराछोरीलाई, नाति पनातिलाई त्यति बेला